म यो म्याचलाई हस्तान्तरण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यो म्याच बल रेफ्रीलाई हस्तान्तरण गरिदिनुलाई। त्यहाँबाट हुन्न क्या फोटो क्यामेराम्यान भाइहरू कहाँ हुन्छ एउटा फोटो सेसन गरिदिनु होला। फोटो सेसनको लागि क्यामेराम्यान तेरोमा हेर त म लाइभमा हेर त एकछिन क्यामेरा यहाँ छ। अब म खेलाडीको नाम वाचन गर्न गएको छु। मुसीकोट 7 साग रुकुम भलिबलमा हुनुहुन्छ प्रेम विष्ट, हेम पाण्डे, ऋषिकेश परियार, मोहन बिके, हरिलाल नेपाली, नरेश परियार, विशाल ओली, टिम कोच गणेश केसी। त्यसैगरी आयोजक निशानेका क्लबबाट हुनुहुन्छ टिकाराम खड्का, टिम क्याप्टेन विशाल खड्का, पूर्ण परियार विकी, राजन बिके, खगेन्द्र बोरा, सुधीर गिरी, प्रभाकर ओली, गोपाल बिके, लक्ष्मण लम्साल। त्यसैगरी हेड कोचमा हुनुहुन्छ एमन बाठानगर। हेर त अब हाम्रो मेटा प्लेटफर्म फेसबुक मार्फत प्रत्यक्ष प्रसारणमा जोडिएका छौँ। हामी फेसबुक लाइभ मार्फत निशाना क्लबको पेज र हाम्रो केशर मणिवलीज्यूको फेसबुक पेज मार्फत हामी प्रत्यक्ष प्रसारणमा जोडिएका छौँ। देश विदेशमा रहनुहुने हाम्रा आदरणीय हुनुहुन्छ। त्यसैगरी हाम्रो पत्रकार मित्र गोपाल ओलीज्यू पनि फेसबुक लाइभ मार्फत जोडिनु भएको छ। विभिन्न फेसबुक पेजहरूबाट पनि प्रत्यक्ष प्रसारण भइरहेको छ। त्यसैगरी आदरणीय भाइ आनन्द फुलको फेसबुक पेज मार्फत पनि प्रत्यक्ष प्रसारण भइरहेको छ। गोपाल ओलीज्यूको फेसबुक पेज मार्फत पनि प्रत्यक्ष प्रसारण भइरहेको छ। निशाना युवा क्लबको फेसबुक पेज मार्फत पनि प्रत्यक्ष प्रसारण भइरहेको छ। अनि केशर मणिवलीको फेसबुक पेज मार्फत पनि जम्मा 4वटा फेसबुक पेजबाट हामी प्रत्यक्ष प्रसारणमा जोडिएका छौँ। अब खेल सुरु हुन गइरहेको छ। सर्भिसमा निशाना युवा क्लब, रिसिभमा मुसीकोट नगरपालिका 7 साग भलिबल। सर्भिस जर्सी नम्बर 1 अत्यन्तै राम्रो क्लब खगेन्द्र बुढा। स्कोर 1-0। बल कहाँ छ हाम्रो? बल 4वटा बल छ जम्मा हामीसँग। बल बोयहरू तपाईँहरूले बल नियन्त्रण राख्नु होला। अत्यन्तै राम्रो प्लेसमेन्ट जर्सी नम्बर 6 साग भलिबल
यति बेला स्कोर 1-1 अत्यन्तै राम्रो स्पाइक, उत्तिकै राम्रो डिफेन्स, अत्यन्तै राम्रो ब्लक र स्कोर थप्न सफल निशाना ब्याक क्लब 2-1 फाउल हुन पुग्यो आयोजक टिमका खेलाडीबाट यसको फाइदा साग भलिबललाई 2-2 तालमेल मिल्न सकेन यसको फाइदा साग भलिबललाई साग भलिबल 3 निशाना ब्याक क्लब 3-2 फाउल हुन पुगेछ यसको फाइदा निशाना ब्याक क्लबलाई 3-3 अत्यन्तै राम्रो स्पाइक बल कन्ट्रोल हुन सकेन यसको फाइदा निशाना ब्याक क्लबलाई 4-3 राजन विके अत्यन्तै राम्रो स्पाइक जर्सी नम्बर 7 सर्भिसमा जर्सी नम्बर 2 विके अत्यन्तै पावरफुल स्पाइक जर्सी नम्बर 2 स्पाइक किल स्पाइक स्कोर गर्न सफल 4-4 अत्यन्तै राम्रो स्पाइक विशाल खड्का नम्बर थप्न सफल 5-4 बल समान और अत्यन्तै टच आउट भन्न सफल साग भलिबल नम्बर 5 बराबर अत्यन्तै राम्रो स्पाइक राजन विके जर्सी नम्बर 7 स्कोर थप्न सफल 6-5 तालमेल मिल्न सकेन यहाँ नम्बर 7 भलिबललाई 6 बराबर अत्यन्तै राम्रो प्लेसमेन्ट चलाकीपूर्ण प्लेसमेन्ट माइन्ड गेम भन्नुपर्छ यहाँ र नम्बर थप्न सफल 7-6 अत्यन्तै राम्रो स्पाइक अत्यन्तै राम्रो प्लेसमेन्ट अत्यन्तै राम्रो प्लेसमेन्ट छ बल हातमा उडिरहेको छ अत्यन्तै पावरफुल स्पाइक जर्सी नम्बर 1 साग भलिबल र नम्बर थप्न सफल 8-6 फर्स्ट टाइम आउट
आयोजक टिम निशाना क्लबबाट 8-6 8-6 टाइम अफ खेल सुरु सर्भिस सात भलिबल अत्यन्तै पावरफुल स्पाइक अत्यन्तै राम्रो स्पाइक जर्सी नम्बर 7 राजन विके नम्बर 7-8 व्हाइट बॉल स्पाइक अत्यन्तै राम्रो प्लेसमेन्ट अत्यन्तै पावरफुल स्पाइक थियो तर दुर्भाग्य भन्नुपर्छ कोडभन्दा निकै बाहिर हुनु पुग्यो यसको फाइदा आयोजक टिमलाई यति बेला स्कोर भएको छ 8 बराबर अत्यन्तै राम्रो स्पाइक बल यतातिर स्कुलको पछाडितिर गएको छ कृपया हाम्रो भोलिन्टियर साथीहरू बल नियन्त्रण गरिदिनुहोला नम्बर 7 भलिबललाई 7 भलिबल यति बेला 9-8 सर्भिस बल आउट हुनु पुग्यो यसको फाइदा निशाना बाग क्लबलाई यति बेला स्कोर 9 बराबर सर्भिस जर्सी नम्बर 1 अत्यन्तै पावरफुल स्पाइक क्या दामी छ स्पाइक नम्बर थप्न सफल यति बेला स्कोर 10-9 अत्यन्तै राम्रो स्पाइक डिफेन्स र टच हुन पुगेछ निशाना बाग क्लबको खेलाडीबाट यति बेला स्कोर 11-9 गोलभन्दा निकै बाहिर हुन पुग्यो उसको फाइदा 7 भलिबललाई 7 भलिबल कन्टिन्यू स्कोर 12-9 निकै प्रतिस्पर्धा रूपमा अगाडि बढिरहेको छ 12-9 टाइम आउट सर्भिस जर्सी नम्बर 6-7 भलिबल अत्यन्तै राम्रो स्पाइक उत्तिकै डिफेन्स अत्यन्तै राम्रो क्विक स्पाइक नो ब्लक नो डिस्टर्ब किल अफ द ग्राउन्ड स्कोर 7 भलिबललाई 13-9 अत्यन्तै राम्रो त्योभन्दा राम्रो जर्सी नम्बर 7 बाट ब्लक हुन पुग्यो र स्कोर थप्न सफल 14-9 5 पोइन्ट लिड गर्दै 7 भलिबल टच हुन पुगेछ
उसको फाइदा निशानेबाज क्लबलाई। निशानेबाज क्लब 10 शाख भलिबल 14 10-14। अत्यन्तै पावरफुल स्पाइक, त्योभन्दा राम्रो ब्लक हुन पुग्यो र नम्बर थप्न सफल 11-14 11-14 11-14। अत्यन्तै पावरफुल स्पाइक, किल स्पाइक भन्नुपर्छ जर्सी नम्बर 7 भीम पाण्डेबाट र नम्बर थप्न सफल 15-11। जाली कसिन सकेन, यसको फाइदा निशानेबाज क्लबलाई 12-15 12-15 12-15। अत्यन्तै राम्रो प्लेसमेन्ट, उत्तिकै राम्रो डिफेन्स। पावरफुल स्पाइक जर्सी नम्बर 4 विशालबाट नम्बर थप्न सफल 13-15, मात्र 2 पोइन्ट अगाडि 13-15। अत्यन्तै पावरफुल स्पाइक, टस पनि हुन पुगेछ त्यहाँ सेकेन्ड रेफ्रीको सङ्केत अनुसार र यसको फाइदा शाख भलिबललाई। शाख भलिबलले दिले स्कोर 16-13 16-13। ब्लक हुन पुग्यो, डबल ब्लक थियो त्यहाँ। नम्बर शाख भलिबललाई 17-13 17-13। नम्बर निशानेबाज क्लबलाई। निशानेबाज क्लबको यति बेला स्कोर 14, शाख भलिबल 17 14-17 14-17 14-17। निशानेबाज क्लब 14, शाख भलिबल 17। No cross. Score goes to the Nishanabad Club. Number 15-17 15-17। सर्भिस बल क्रस हुन सकेन। शाख भलिबल स्कोर 18-15 18-15। अत्यन्तै राम्रो प्लेसमेन्ट हो जर्सी नम्बर 6 नम्बर 19-15 4 नम्बर लेट गर्दै 19-15। बचाउ ब्लक। अत्यन्तै राम्रो कट स्पाइक जर्सी नम्बर 1 शाख भलिबल नम्बर 20-15 20-15। अत्यन्त राम्रो स्पाइक, त्योभन्दा राम्रो ब्लक हुन पुगेको थियो। ब्याक स्पाइक जर्सी नम्बर 7 फल हुन पुगेछ फर्स्ट रेफ्रीको सङ्केत अनुसार 16-20 16-20। बल आउट हुन पुग्यो नम्बर
17-20 अत्यन्तै पावरफुल स्पाइक टच आउट नम्बर 7 भलिबल 21-17 यो ब्लुटुथ अफ गरिदिनु होला नम्बर निशानेवा क्लबलाई निशानेवा क्लबको यति बेला स्कोर 18-21 सर्भिस जर्सी नम्बर 7 powerful spike single block no toss no block नम्बर 7 लाई 22-18 powerful spike अत्यन्तै राम्रो स्पाइक थियो त्योभन्दा राम्रो ब्लक हुन पुग्यो त्यहाँ पुनः ब्लक प्लेसमेन्ट वाओ जर्सी नम्बर 6 निकै चलाकीपूर्ण माइन्ड गेम बन्नुपर्छ यति बेला स्कोर 22-18 अत्यन्तै राम्रो स्पाइक आउट हुन पुग्यो यसको फाइदा निशानेवा क्लबलाई 19-22 टच आउट एंटीना टच इसको फायदा शाकलाई शाक भलिबल 24-19 पहिलो सेटमा 24 सेट पॉइंट 24-19 अत्यन्तै पावर ब्लक हुन पुग्यो त्यहाँ अत्यन्तै राम्रो स्पाइक उत्तिकै राम्रो डिफेन्ड प्लेसमेन्ट ब्लक 3 block amazing spike score game over भर्खरै भएको पहिलो सेटमा 19 का विरुद्ध 25 अंक हासिल गर्दै पहिलो सेट शाक भलिबलले आफ्नो हातमा पारेको छ यदि शाकलाई विनर बन्नको लागि अब 2 सेट हात पार्नुपर्छ भने निशानेवा क्लबलाई कन्टिन्यू 3 सेट आफ्नो हातमा पार्नुपर्छ हाम्रो आयोजक साथीहरु खेलाडीहरुलाई पानीको व्यवस्था गरिदिनु होला हाम्रो आयोजक कमिटीका साथीहरुले पानीको व्यवस्था गरिदिनु होला एक नृत्य प्रतियोगिता यो खेल सिद्धिले गति हुनेछ तपाई स्टेजमा आएर दर्ता गर्न सक्नुहुनेछ आफ्नो अभिनय देखाउन सक्नुहुनेछ आफ्नो कला र क्षमता प्रस्फुटन गर्न एउटा प्लेटफर्म हो त्यसकारण तपाई कति पनि अप्ठ्यारो महसुस नगरेर यहाँ स्टेजमा आएर आफ्नो नाम दर्ता गर्दिनको लागि आयोजक कमिटी हार्दिक अनुरोध गर्दछ
दर्शकहरू आउने क्रम जारी नै छ। हामी प्रत्यक्ष प्रसारणमा जोडिएका छौँ हाम्रा देश विदेशमा रहनुहुने हाम्रा आदरणीय व्यक्तित्वहरूसँग। आदरणीय आनन्द फोन मगरको फेसबुक पेज, त्यसै गरी गोपाल ओलीको फेसबुक पेज, त्यसै गरी निशाना युवा क्लबको फेसबुक पेज मार्फत हामी प्रत्यक्ष फेसबुक लाइभ मार्फत पनि जोडिएका छौँ। रेफ्रीको संकेत अनुसार खेलाडीलाई कोर्ट प्रवेशको अनुमति दिनुभएको छ। बल सर्भिस सुरु भएको छ। फल हुन पुगेछ, तालमेल मिल्न सकेन। त्यहाँ हाम्रो एकल हेतुमा दर्ता गर्ने क्रम जारी छ। कलाकार मित्रहरू आउने क्रम जारी नै छ। नयाँ नयाँ कलाकारहरू यहाँ आगमन हुँदैछ। निकै रोमाञ्चक हुनेछ हाम्रो यस पछाडिको कार्यक्रम पनि। यति बेला स्कोर 2-0, साग भलिबल 2-0। एक अत्यन्तै पावरफुल स्ट्राइक र फल हुन पुगेछ। यसको फाइदा साग भलिबललाई 3-1। सर्भिस साग भलिबल जर्सी नम्बर 6। अत्यन्तै पावरफुल स्पाइक जर्सी नम्बर 7, नम्बर 4-1। माइन्ड गेम थियो तर फल हुन पुगेछ। यसको फाइदा निशाना युवा क्लबलाई 2-4। बल आउट हुन पुग्यो। यसको फाइदा नम्बर 3-4। हाम्रो टिमको छेउ साग भलिबलको टिमको छेउ अलिकति साइड भएको होला, स्कोर देखेन अलि। ट्रिपल ब्लक थियो, फल हुन पुग्यो। यसको फाइदा साग भलिबललाई 5-3। सर्भिस साग भलिबल जर्सी नम्बर 5। अत्यन्तै राम्रो स्पाइक जर्सी नम्बर 4 विशाल खड्का। स्कोर
4-5 4-5 बलहरू अन्तर्ने हाम्रो स्वयंसेवी साथीहरू मैले 3वटा बल मात्रै देखिरहेको छु हाम्रो अर्को एउटा बल कहाँ छ यहाँ मञ्चमा गएको अत्यन्तै राम्रो स्पाइक नो डिस्टर्ब नो ब्लक व्हाट इज स्पाइक नम्बर 7 फुटबललाई 6-4 सर्भिस वाला आउट हुनु पुग्यो 5-6 अत्यन्तै राम्रो क्षेत्र कोडभन्दा बाहिर हुनु पुग्यो यसको फाइदा 6 बराबर अत्यन्तै राम्रो टस हुन पुग्यो यसको फाइदा साङ भलिबललाई 7 डिसाइडेड बाइ क्लब 7-6 एक टिमले ल्यान्छ अर्को लाग्छ हैन अत्यन्तै राम्रो ब्लक थियो तर कोर्टभन्दा बाहिर हुन पुग्यो नम्बर 7 भलिबललाई सर्भिस 7 भलिबल जर्सी नम्बर 2 8-6 अत्यन्तै राम्रो स्पाइक जर्सी नम्बर 1 नम्बर 9 छ फर्स्ट टाइम आउट डिसने का क्लब 9 छ सर्भिस 7 भलिबलबाट हेलो ब्लक हुन पुग्यो त्यहाँ यसको फाइदा 7 भलिबललाई 7 भलिबल कन्टिन्यू स्कोर 10-6 नम्बर ब्लक त्यहाँ नम्बर 7 भलिबललाई 11-6 अत्यन्तै वन ह्यान्ड ब्लक जर्सी नम्बर 1 बाट क्लोज अफ नम्बर 7 भलिबललाई 12-6 खिलाडी चेन्ज जर्सी नम्बर 9 इन जर्सी नम्बर 7 आउट अत्यन्तै राम्रो प्लेसमेन्ट जर्सी नम्बर 1 साग भलिबल स्कोर कन्टिन्यू स्कोर 13-6 बल साग भलिबललाई यति बेला कन्टिन्यू स्कोर 14-6
14-6 बल आउट हुन पुग्यो यसको फाइदा साग भलिबललाई 15-6 निकै लामो दूरी बनाउँदैछ सेकेन्ड टाइम आउट डिसनोभा क्लबद्वारा टाइम अप कंटिन्यू सर्भिस जर्सी नंबर 2 साग भलिबल फल हुन पुग्यो यसको फाइदा साग भलिबललाई 16-6 10 पोइन्ट लिड बल आउट हुन पुग्यो यसको फाइदा साग भलिबललाई 17-6 फल हुन पुग्यो फिङ्गर फल यसको फाइदा साग भलिबललाई 18-6 6 दुना 12 6 तिया 18-6 अत्यन्तै राम्रो स्पाइक जर्सी नम्बर 1 7-18 खिलाडी चेन्ज जर्सी नंबर 9 आउट जर्सी नंबर 7 इन बल आउट हुन पुगेछ स्पाइक जर्सी नंबर 3 बाट 8-18 माइंड गेम बेस्ट प्लेसमेंट नंबर जर्सी नंबर 1 स्कोर 19-8 ब्लॉक नंबर 20-8 प्रयास थियो तर सफल हुन सकेन यसको फाइदा निशानेबाज क्लबलाई 9-20 सर्विस बल कंट्रोल होना सकेन इसको फायदा सनवा क्लबलाई 10-20 बल आउट हुन पुग्यो इसको फायदा 21-10 टच हुन पुग्यो
यसको फाइदा साग भलिबललाई 22-10 22-10 बल आउट हुन पुगेछ यसको फाइदा आयोजक टिमलाई 11-22 11-22 राबो स्पाइक जर्सी नम्बर 5 बाट नम्बर 12-22 सर्भिस बल क्रस हुन सकेन यसको फाइदा साग भलिबललाई 23-12 ब्लक आउट हुन पुग्यो यसको फाइदा आयोजक टिमलाई 13-23 अत्यन्तै पावरफुल स्पाइक 24 सेट पोइन्ट 24-13 बल जाली क्रस हुन सकेन यसको फाइदा साग भलिबललाई 25-13 दोस्रो सेट पनि कन्टिन्यू साग भलिबलले 13 को विरुद्ध 25 अङ्क प्राप्त गरेर दोस्रो सेटमा आफ्नो हातमा पार्न सफल भएको छ यदि तेस्रो सेट पनि साग भलिबलले आफ्नो पक्षमा पार्छ भने साग भलिबल चौथो निशाना कपको विनर हुनेछ यदि निशानामा क्लब विनर हुनेछ भने अब कन्टिन्यू 3 सेट आफ्नो हातमा पार्नु पर्नेछ अब एक गेम जित्नुपर्छ उनीले जित्नको लागि 2 गेम 15 मा जस्तो उनीले 2 गेम जितेर 2 गेम बराबर भयो भने 15 मतलब यिनीले अब एक सिटी जित्नुपर्छ अब एकचोटि मात्र जित्नु छ हैन उनीले 2 चोटि जिते नि 15 हुन्छ 2 गेम बराबर उनीले रेगुलर 2 जितेले हजुर 2 राम्रो छ नि धेरै राम्रो छ यिनीले जित्यो कति 16 जान्छ हैन हामी यो दिनमा जान्छ जीवाङको दिएर त हल्का बरु जीवाङसँग अरु हिजो केटाहरु खतरा थिए अहिले अर्को आउने हिजो हामी चौथो निशानाको आज अन्तिम दिनमा छौं हाम्रो हिजो भर्खरै हाटी सभा प्रतियोगिता पनि सम्पन्न भयो र आज हामी अब एकखेल जित्ने लगतै हामी एकैको प्रतियोगिता हुनेछ त्यसपछि लगतै हाम्रो भव्य क्लोजिङ सेरेमनी हुनेछ जहाँ मयूर नाच पनि प्रस्तुत गरिनेछ अन्य झाँकी समूहको नृत्य पनि प्रस्तुत हुनेछ
अनि त्यसकारण एकदमै रमाइलोको माहौल हुनेछ। हामीलाई अन्तिम समयसम्म पनि साथ दिनुहुनेछ भन्ने हामीले आशा गरेका छौँ। हामी प्रत्यक्ष प्रसारणमा बढी जोडिएका छौँ। देश विदेशमा रहनुहुने हाम्रा आदरणीय व्यक्तित्वहरू पनि हाम्रो प्रत्यक्ष प्रसारण हेरिरहनु भएको छ। एक दिन पऱ्यो मानव एक दिएपछि गर्छन् केटाहरूले कम्पिटिसन नै भएन कि गेम अब लगतै खेल सुरु हुनेछ। तेस्रो सेट 2 सेट साग भलिबलले आफ्नो हातमा पाइसकेको छ। अब तेस्रो सेट के हुन्छ त्यो त हेर्न बाँकी नै छ। या सनै बाँकीले कमब्याक गर्छ या साग भलिबलले क्लिन सुट गर्छ, यो चाहिँ हेर्न बाँकी नै छ। सर्विस जर्सी नंबर 1 लेसना युवा क्लब त्रिवेणी 4। बल टच आउट हुन पुगेछ। रेफ्रीको संकेत अनुसार साग भलिबललाई नम्बर 1-0 राम्रो प्लेसमेन्ट नम्बर 1 बराबर। एक बराबर 1-1 नंबर 2-1 2-1 टच न पुग्यो, यसको फाइदा 2 बराबर 2 बराबर। अत्यन्तै राम्रो स्पाइक, यसको फाइदा 3-2 अत्यन्तै राम्रो स्पाइक नम्बर 7 भलिबललाई 3 बराबर 7 भलिबलले 2 सेट आफ्नो हातमा पारिसकेको छ र आयोजक निशाना क्लबले कुनै सेट आफ्नो हातमा पारेको छैन। यो तेस्रो सेट हो। अत्यन्तै पावरफुल स्पाइक जर्सी नम्बर 1 साग भलिबल निकै पावरफुल थियो, कोर्टभन्दा बाहिर हुन पुग्यो र नम्बर साग भलिबललाई 4-3 अत्यन्तै राम्रो स्पाइक 4 बराबर आयोजक टिमले कमब्याक गर्ला त 4 बराबर। अत्यन्तै राम्रो स्पाइक ट्रिपल ब्लक थियो तर पनि बल ब्लक हुन सकेन, यसको फाइदा साग भलिबललाई। साग भलिबलको यति बेला
5-4 अत्यन्तै राम्रो स्पाइक राजन बिके भाइबाट नम्बर थप्न सफल 5 बराबर स्कोर 5 बराबर अत्यन्तै पारुत्तिकै ब्लक कोर्टभन्दा निकै बाहिर यसको फाइदा साइङ भलिबललाई 6-5 फल हुन पुगेछ यसको फाइदा 6 बराबर यो बल हो क्या भाइ अत्यन्तै राम्रो स्पाइक टीकाराम खड्का गोरेबाट नम्बर थप्न सफल 7-6 फल हुन पुग्यो यसको फाइदा साग भलिबललाई 7 बराबर 7 बल टच आउट हुन पुग्यो यसको फाइदा 8-7 राम्रो प्लेसमेन्ट उत्तिकै राम्रो डिफेन्स बल राइट हुन पुगेछ यसको फाइदा सनेबा क्लबलाई 9-7 2 नम्बर लिड गर्दै 9-7 अत्यन्तै पावरफुल स्पाइक जर्सी नम्बर 7 निकै पावरफुल स्पाइक 8-9 अत्यन्तै राम्रो डिफेन्स अत्यन्तै राम्रो बल क्रस हुन सकेन यसको फाइदा 10-8 ट्रिपल ब्लक प्लेसमेन्ट बल आउट हुन पुग्यो यसको फाइदा आइसक्यो टिमलाई यदि उसलाई कन्टिन्यू स्कोर 11-8 सुट भइरहेको छ निकै प्रतिस्पर्धा लकी बल क्रस राम्रो प्लेसमेन्ट नम्बर यति बेला स्कोर 12-8 ब्लक आउट नम्बर 9-12 निकै रोमाञ्चक भइरहेको छ निकै प्रतिस्पर्धा भइरहेको छ अत्यन्तै राम्रो स्पाइक विशाल खड्का 13-9
अत्यन्तै राम्रो ब्लक पावरफुल ब्लक अत्यन्तै राम्रो स्पाइक जर्सी नम्बर 3 का खेलाडीबाट र नम्बर तक्न सफल 10-13 टच आउट नंबर 11-13 बल नियन्त्रण गरिदिनु होला 11-13 अत्यन्तै राम्रो बल राजन विके जर्सी नम्बर 7 14-11 3 पॉइंट लीड अत्यन्तै पावरफुल स्पाइक जर्सी नम्बर 3 12-14 अत्यन्तै राम्रो स्पाइक उत्तिकै राम्रो डिफेन्स प्लेसमेन्ट ब्लक नम्बर 7 लाई 13-14 अत्यन्तै राम्रो स्पाइक बल आउट हुन पुग्यो उसको फाइदा दर्शकलाई 15-13 आउट हुन पुग्यो उसको फाइदा आएको टिमलाई यति बेला स्कोर कन्टिन्यू स्कोर 16-13 टाइम आउट भएको छ 16-13 एक त जित्नु लाग्छ नि आज तिम्रो 12 बजेसम्म ड्युटी गर्छु आज अले तले त जाने है अहिले हेर आज कमिटीका कार्यक्रम व्यवस्थापक संयोजक गणेश बाठा हाम्रो मञ्चमा आइदिनु होला गणेश बाठा मञ्चमा आइदिनु होला भर्खर मात्र भइरहेको गेम फाइनल गेम खेलिरहेका छौं त्रिवेणी 4 अर्थात आयोजक वर्सेस मुसिकोट नगरपालिका 7 बीच हाम्रो खेल भइरहेको छ अहिलेसम्मको ताजा अपडेट अनुसार मुसिकोट 7 2 सेट हात पारिसकेको छ भने हाम्रो आयोजक टिमले अहिलेसम्म हात पारिसकेको छैन स्कोर हेर्दा 16-13 छ हामी खेल खेलिरहेका छौं धन्यवाद निकै रोमाञ्चक तरिकाले त्यसको सेट अगाडि बढिरहेको छ अघिल्लो 3 सेटको तुलनामा 2 सेट सागले सहजै आफ्नो हातमा पारेको थियो यो तेस्रो सेटमा भने आयोजक टिमले केही दबाव सिर्जना गरिरहेको छ सर्भिस जर्सी नम्बर 8 पावरफुल स्पाइक जर्सी नम्बर 1 साग भलिबल यति बेला स्कोर 14-16 पहुँच्नु पुग्यो साग भलिबलका जर्सी नम्बर 6 का खेलाडीबाट उसको फाइदा 17-14 बल
बल आउट हुन पुग्यो यसको फाइदा आजको टिमलाई आजको कमिटीका साथीहरू बल नियन्त्रणमा लिदिनुहोला मञ्चको दायाँतर्फ बल गएको छ कृपया बल नियन्त्रण लिदिनुहोला यति बेला स्कोर 18-14 अत्यन्तै पावरफुल स्पाइक प्रयास थियो तर नम्बर सागलाई 15-18 बल हाम्रो कहाँ गएको छ कृपया भोलिन्टियर साथीहरू धनबहादुर खड्का कहाँ हुनुहुन्छ विवेक खड्काज्यू बल नियन्त्रणमा लेखिनुहोला बल आउट हुन पुग्यो यसको फाइदा स्याङ भलिबललाई 16-18 बल खस्न सकेन यसको फाइदा 17-18 ब्लक हुन पुग्यो त्यहाँ नम्बर 19-17 अत्यन्तै राम्रो स्पाइक जर्सी नम्बर 6 नो ब्लक स्कोर 18-19 अत्यन्तै राम्रो स्पाइक उत्तिकै डिफेन्स राम्रो ब्लक अत्यन्तै राम्रो स्पाइक बल आइसकेको कोर्टमा गिर्न पुग्यो नम्बर 19 बराबर 19 बराबर ब्लक खगेन्द्र बुढानगर अत्यन्तै राम्रो ब्लक नम्बर 20-19 ब्लक थियो तर आउट हुन पुग्यो नम्बर 7लाई 20 बराबर फाल हुन पुग्यो 21-20 अघिल्लो समयसँग जो टिमले लिड लिएको थियो भने पहिलो पटक साग भलिबलले पोइन्ट लिड लिएको छ 21-20 आयोजक टिमलाई टच आउट हुन पुगेछ 21 बराबर उत्कृष्ट ब्लक जर्सी नम्बर 2 साग भलिबल यति बेला स्कोर 22-21 अत्यन्तै राम्रो थियो तर कोर्टभन्दा बाहिर हुन पुग्यो यसको फाइदा साग भलिबललाई 23-21 टाइम आउट सनाता क्लब
तेईस इक्कीस 23-21 ब्लैक जर्सी नंबर 3 कंटिन्यू ब्लैक यति बेला स्कोर रहेको छ 24 अनकि मैच पॉइंट 21 मैच पॉइंट 21 मैच पॉइंट 21 मैच पॉइंट 21 बॉल 22-24 22-24 22-24 22-24 22-24 अत्यन्तै राम्रो स्पाइक 22 का विरुद्ध 25 अंक प्राप्त गर्दै साङ भलिबलले विजेता भएको छ। अब हाम्रो लगतै एकल नृत्य प्रतियोगिता हुनेछ। एकल नृत्य प्रतियोगितामा भाग लिन चाहनुहुनेले स्टेजमा आएर दर्ता गरिदिनु होला र आयोजक कमिटीका साथीहरूले यो नेट फुकाइदिनु होला। हाम्रो 4वटा बल बलहरू अरू 2वटा बलहरू कहाँ छ?